एउटा यस्तो धातु जुन सायद हामी सबैको घरमा छ, तर आजकल यसको मूल्यले विश्व बजारमा नै एउटा तहल्का मचाइरहेको छ। आज हामी चाँदीको यही चकित पार्ने मूल्य वृद्धिको गहिराईमा पुग्नेछौँ र यसको स्रोत सामग्रीको विश्लेषण गर्नेछौँ। आखिर भयो के त? चाँदी अचानक यति महँगो किन भयो? केही वर्ष अघिसम्म सामान्य मानिने यो धातुको मूल्यमा किन यस्तो ऐतिहासिक उछाल आयो? ल, यो आँकडा हेरौँ त। जनवरी 7, 2026मा नेपालमा चाँदीको भाव, सुन्नुहोस् है, प्रति तोला 4,935 रुपैयाँ पुग्यो। यो त अहिलेसम्मकै रेकर्ड हो। यहीँबाट सुरु हुन्छ हाम्रो आजको चिरफार। हो, त्यो जमाना गयो। हामीले सधैँ गरिबको सुन बनेर चिनेको चाँदीको त्यो पहिचान अब एउटा कथा मात्रै भयो। अहिलेको बजारले चाँदीलाई बिल्कुलै नयाँ नजरले हेरिरहेको छ। अब प्रश्न उठ्छ, यो मूल्यवृद्धिको पछाडिको रहस्य के हो त? स्रोत सामग्रीहरू हेर्दा के देखिन्छ भने यो कुनै एउटै कारणले भएको होइन। यो त संसारभरि भइरहेका अनेकौं परिवर्तनहरूको एउटा जोडदार असर हो। मुख्यतः हामी 4वटा कारणहरूलाई केलाउनेछौँ। पहिलो, उद्योगहरूमा यसको माग ह्वात्तै गढेको छ। दोस्रो, विश्व बजारमा यसको आपूर्तिमा कमी आएको छ। तेस्रो, लगानीकर्ताहरूका लागि यो एउटा नयाँ, भनौँ न सुरक्षित लगानीको क्षेत्र बनेको छ। र चौथो, हाम्रै देशको नीति र मुद्राको पनि यसमा प्रभाव छ। ल, त्यसो भए पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण कारणबाटै सुरु गरौँ। औद्योगिक माग। बुझ्नुपर्ने कुरा के हो भने चाँदी अब खालि गहना बनाउने धातु मात्रै रहेन, यो त प्रविधिको भविष्य नै बनेको छ। यो स्लाइडमा हेर्नुस् त, कस्तो गजबको परिवर्तन! हिजोको दिनमा चाँदी भनेको कि त गहना कि त भाँडाकुँडा, तर आजको दिनमा चाँदी बिना सोलर प्यानल, इलेक्ट्रिक गाडी अनि एआई चिप जस्ता हाइटेक चिजहरू बन्नै गाह्रो छ, अनिवार्य जस्तै भइसक्यो। र यो सब परिवर्तनको पछाडि एउटा ठूलो शक्ति छ, ग्रीन एनर्जी, मतलब स्वच्छ ऊर्जा। संसारभरि जब सोलर पावर जस्ता नवीकरणीय ऊर्जाको लहर चल्यो, चाँदीको माग पनि हत्तै बढ्यो। किनभने बिजुलीलाई यताउता लैजान चाँदी जतिको राम्रो सुचालक अरू कम्मै छन्। माग त बढ्यो, तर उत्पादन नि? हो, समस्या ठ्याक्कै यही छ। पछिल्लो 5 वर्षदेखि लगातार जति चाँदी खानीबाट निकालिँदैछ, त्योभन्दा धेरै बजारमा माग भइरहेको छ। माग र आपूर्ति बीचको यही खाडलले नै त हो मूल्यलाई आकाशमा पुर्याएको। ल, अब अलिकति फरक कोणबाट हेरौँ, लगानीकर्ताको आँखाबाट। कुरा औद्योगिक मागको मात्रै होइन। अहिलेको यो आर्थिक अनिश्चितताको समयमा चाँदी लगानीकर्ताका लागि एउटा बलियो वित्तीय किल्ला जस्तै बनेको छ। जब संसारमा राजनीतिक तनाव बढ्छ, जस्तै मध्यपूर्वको लडाईँ होस् वा अमेरिका भेनेजुएलाको तनाव, त्यति बेला लगानीकर्ताहरू शेयर बजारको जोखिमबाट भागेर पैसा सुरक्षित राख्ने ठाउँ खोज्छन् र अहिले उनीहरूको नजर चाँदीमा परेको छ। ठूला हेज फन्डहरूले त अर्बौंको लगानी खन्याइरहेका छन्। त्यसमाथि नेपालकै कुरा गर्दा भन्सार शुल्क जस्ता हाम्रा आफ्नै नीतिहरूले पनि यहाँको मूल्यमा थप प्रभाव पारेको छ। त्यसो भए यो सेफ हेभन वा सुरक्षित आश्रय भनेको आखिर के हो त? सीधा भाषामा भन्दा यो यस्तो लगानी हो जहाँ बजारमा उथलपुथल हुँदा अब आर्थिक सङ्कट आउँदा पनि पैसा डुब्दैन, बरु मूल्य बढ्न सक्छ भन्ने विश्वास हुन्छ। पहिले यो ठाउँ सुनको थियो, अब चाँदीले पनि त्यही बाटो समातिरहेको छ। ल, अहिलेसम्मको कथा त बुझियो, तर अब के त? भविष्यमा के होला? चाँदीको मूल्यबारे विज्ञहरू के अनुमान लगाउँदैछन्? आउनुहोस् यो पनि हेरिहालौँ। अन्तर्राष्ट्रिय बजारका विश्लेषकहरूले त एउटा निकै साहसी अनुमान गरेका छन्। सन् 2026को अन्त्यसम्ममा चाँदीको मूल्य प्रति औंस $100 पुग्न सक्छ रे। सोच्नुस् त कति ठूलो फड्को हो यो। अनि यदि संसारमा त्यस्तो भयो भने त्यसको असर नेपालमा कस्तो पर्ला? हिसाब गर्दा नेपाली बजारमा चाँदीको मूल्य प्रति तोला 8,000 देखि 10,000 रुपियाँसम्म पनि पुग्न सक्ने देखिन्छ। यो त अहिलेको भन्दा लगभग दोब्बर हो। यो चार्टले त्यो सम्भावनालाई झनै प्रष्ट पार्छ। एकातिर आजको मूल्य छ करिब 5,000, अर्कोतिर छ भविष्यको अनुमान 10,000 सम्मको। हो, यही ठूलो ग्यापले गर्दा नै अहिले बजारमा यत्रो चर्चा र चासो बढेको हो। तर यस्तो बेलामा के गर्ने त? हतारिएर किनिहाल्ने? बजार विश्लेषकहरूको एउटा एकदमै महत्त्वपूर्ण सल्लाह छ, मूल्य आकाशिएको बेला होइन, बजार थोरै घटेको बेला थोरै गरेर लगानी गर्नु नै बुद्धिमानी हुन्छ। भनेपछि यदि कसैले लगानी गर्ने सोच्दै हुनुहुन्छ भने विज्ञहरू यी 4 कुरामा ध्यान दिन भन्छन्। 1. मूल्य रेकर्ड स्तरमा पुगेको बेला हतारमा नकिन्नुहोस्। 2.
बजार अलि तल झर्ने प्रतीक्षा गर्नुहोस्, जसलाई बाई अन डिप्स पनि भनिन्छ। 3. एकैचोटि सबै पैसा नहाल्नुहोस्, बरु थोरै थोरै गरेर किन्दै जानुहोस्। र 4. सकेसम्म लगानीका लागि गहना होइन, शुद्ध चाँदीको ढिक्का वा सिक्का किन्नुहोस्। त्यसो भए यो सबै कुराको सार के हो त? सार यही हो, चाँदी अब सुन पसलमा सजिने एउटा सजावटी धातु मात्रै रहेन। यो त भविष्यको ऊर्जा र प्रविधिको, भनौँ न, मेरुदण्ड नै बनिसकेको छ। यसको परिचय नै पुरै बदलिएको छ। र यो सबै परिवर्तनले हामीलाई एउटा अन्तिम तर निकै गम्भीर प्रश्नमा ल्याएर छोड्छ। के चाँदी साँच्चै भविष्यको नयाँ सुन बन्न लागेको हो त? यसको जवाफ त सायद समयले नै देला।